शरीरमा ऊर्जा सञ्चय गर्ने मुख्य प्रकारको बोसो हो ट्राइग्लिसराइड। तर रगतमा यसको मात्रा धेरै बढेमा मुटु रोग, हृदयघात, स्ट्रोक जस्ता गम्भीर समस्या मात्र होइन, ज्यानै जोखिममा पार्न सक्ने एक्युट प्यान्क्रियाटाइटिस समेत हुन सक्छ। तसर्थ आजैदेखि ट्राइग्लिसराइड नियन्त्रण राख्ने यी 5 प्रभावकारी उपाय अपनाउन सुरु गर्नुहोस्। नमस्कार, म डाक्टर गणेश कुमार श्रेष्ठ। आज हामी ट्राइग्लिसराइड कम गर्ने 5 सरल तर वैज्ञानिक रूपमा प्रमाणित उपायहरूबारे जान्नेछौँ। 1. चिनी, मिठाई, सेतो चामल, मैदाबाट बनेका परिकार, सफ्ट ड्रिङ्क्स तथा अन्य धेरै गुलियो खानेकुरा कम गर्नुहोस्। यस्ता खानाले कलेजोमा ट्राइग्लिसराइडको उत्पादन बढाउँछ। तेलमा धेरै तारेका परिकार, फास्ट फुड, बेकरी आइटम तथा धेरै बोसो भएको मासु सकेसम्म नखानुहोस्। यस्तो खानाले रगतमा ट्राइग्लिसराइडको मात्रा बढ्न मद्दत गर्दछ। रक्सी र चुरोट बन्द गर्नुहोस् वा पूर्ण रूपमा त्याग्नुहोस्। विशेष गरी रक्सीले ट्राइग्लिसराइडको मात्रा उल्लेखनीय रूपमा बढाउन सक्छ। स्वस्थ आहार अपनाउनुहोस्। नियमित रूपमा फाइबरयुक्त खानेकुरा, हरियो सागसब्जी, ताजा फलफुल, होल ग्रेन्स जस्तै गहुँ, कोदो र जौ, साथै दाल र गेडाउडी खानुहोस्। यस्ता खानाले ट्राइग्लिसराइड घटाउन, खराब कोलेस्ट्रोल नियन्त्रण गर्न तथा रगतमा चिनीको मात्रा सन्तुलित राख्न महत्त्वपूर्ण भूमिका खेल्छन्। ओमेगा 3 फ्याटी एसिड युक्त खानेकुरा, विशेष गरी माछा, आलस, चिया सिड, ओखर र भटमास जस्ता खानेकुरा नियमित रूपमा खानाले ट्राइग्लिसराइडको मात्रा घटाउन र मुटुको स्वास्थ्य राम्रो राख्न सहयोग गर्छ। 3. नियमित व्यायाम गर्नुहोस् र तौल नियन्त्रण राख्नुहोस्। नियमित रूपमा हिँड्ने, दौडिने वा अन्य शारीरिक व्यायाम गर्नुहोस्। दिनमा कम्तीमा 30 मिनट वा हप्तामा कम्तीमा 150 मिनट मध्यम तीव्रताको व्यायाम गर्ने लक्ष्य राख्नुहोस्। यदि तपाईँको तौल बढी छ भने बिस्तारै तौल घटाउने प्रयास गर्नुहोस्। शरीरको तौल केवल 5 देखि 10% घटाउँदा पनि ट्राइग्लिसराइडको मात्रा उल्लेखनीय रूपमा कम हुन सक्छ। 4. मधुमेह र थाइरोइडको राम्रो नियन्त्रण गर्नुहोस्। ट्राइग्लिसराइड बढ्नुको कारण केवल खानपान मात्र होइन। मधुमेह, हाइपोथाइरोइडिजम तथा अन्य केही रोगहरूले पनि ट्राइग्लिसराइडको मात्रा बढाउन सक्छन्। रगतमा चिनी, ब्लड सुगरको मात्रा धेरै हुँदा शरीरले बढी मात्रामा ट्राइग्लिसराइड उत्पादन गर्छ। त्यसैगरी हाइपोथाइरोइडिजम अर्थात् थाइरोइड हर्मोनको कमी हुने अवस्थामा पनि ट्राइग्लिसराइड बढ्न सक्छ। त्यसैले समयमै मधुमेह र थाइरोइडको जाँच तथा उपचार गर्नुहोस्। रगतमा ब्लड सुगर र थाइरोइड हर्मोन दुवैलाई सामान्य दायरामा राख्नु ट्राइग्लिसराइड नियन्त्रण गर्ने महत्त्वपूर्ण उपाय हो। 5. आवश्यक परे औषधि प्रयोग गर्नुहोस्। यदि ट्राइग्लिसराइड 500 mg/dL वा सोभन्दा बढी छ भने एक्युट प्यान्क्रियाटाइटिस जस्ता गम्भीर जटिलताको जोखिम बढ्न सक्छ। यस्तो अवस्थामा डाक्टरको सल्लाह अनुसार फेनोफाइब्रेट्स, स्ट्याटिन्स वा ओमेगा 3 फ्याटी एसिड्स जस्ता औषधिहरू सेवन गर्नुपर्ने हुन सक्छ। तर आफू खुसी कुनै औषधि सेवन नगर्नुहोस्। नियमित रूपमा डाक्टरको फलोअपमा रहनुहोस् र डाक्टरको सल्लाह अनुसार लिपिड प्रोफाइल जाँच गरी ट्राइग्लिसराइड तथा अन्य कोलेस्ट्रोलको मात्रा सामान्य दायरामा राख्नुहोस्। आजैदेखि सानो परिवर्तन सुरु गर्नुहोस्। स्वस्थ जीवनशैली अपनाएर ट्राइग्लिसराइडलाई नियन्त्रणमा राख्नुहोस् र मुटु तथा प्यान्क्रियाज दुवैलाई सुरक्षित राख्नुहोस्। धन्यवाद। यस्तै उपयोगी स्वास्थ्य तथा जीवनशैलीसँग सम्बन्धित जानकारी सहित अर्को भिडियोमा फेरि भेटौँला। आयुष्मान भव।